ल आयुषा स्वागत छ अलि पुरै राम्रो भएको भइरहेको कुरो छ है प्रेजेन्टेबल भन्नु कस्तो भयो इम्प्रेसन ल सुनिहाल्नु म चाहिँ स्टार्टमा नै गएको थिएँ अनि मेरो अगाडि पनि एकजना एकजना वेबसाइट अनि उहाँलाई नि क्वेसनहरू सोधेको थिन्थ्यो अनि एकदमै उहाँको चाहिँ त्यो त्यो घोकेकै आन्सर टाइपको सुनिरहेको थिएँ है अनि उहाँको चाहिँ सुरुमै रिजेक्ट फर्स्ट नै उहाँको इन्टरभ्यू थियो सुरुकै मान्छे रिजेक्ट भएर वेबसाइटकै फेरि भएर गइसकेपछि हल्का नर्भस चाहिँ भएको थिएँ तर मेरो अब उहाँको रिजेक्ट हुने बित्तिकै मेरो पनि रिजेक्ट हुन्छ भन्ने टाइपको चाहिँ गएन अनि उहाँको हाफ बालकोमा पढाएको थिएँ उहाँकोमा गएँ अनि त्यसपछि ग्रिटिङ्स गरेँ अनि उहाँले नि ग्रिटिङ ब्याक चाहिँ गर्छन् उहाँले अनि सुरुमै वाइ लो जिपे भन्ने क्वेसन आयो अनि मैले त्यसको आन्सर भने सबै क्लबहरूमा जोइन भएको थिएँ मलाई एकाडेमिक्सभन्दा बाहिरको एक्सपिरियन्स चाहिएको थियो अनि मैले कम्युनिकेसन स्किल्सहरू यस्तो सिकेँ भनेर भने अनि त्यसपछि यस्तै वाइ बिजनेसहरू नर्मल क्वेसनहरू सोध्दै हुन्थ्यो अरू अनि इन्कमकोमा चाहिँ एकदमै डाउट लाग्ने खालको थियो किनकि सिओए हाई थियो अनि त्यसपछि नर्मल फुड बिजनेसले पनि यत्रो सिओए ह्यान्डल गर्न सकिन्छ प्यारेन्ट्सले भन्ने कुराहरू 4 मिनट नै त्यसमै गयो होला अनि मेरो 6 मिनट जति भयो होला 4 मिनट त इन्कमकै बारेमा मात्रै अनि बिचमा मैले एउटा आन्सर भन्दा उहाँले स्माइल गरिसकेपछि चाहिँ अलिकति ढुक्क भएर अनि त्यहाँदेखि चाहिँ एकदमै आई कन्ट्याक्ट भएर हामी एकदम स्माइल गरेर नै बोलिरहेको थियौँ अनि अरूहरूको एक्सपिरियन्स अनुसार चाहिँ फेरि सरले आन्सरहरू सुन्ने होइन टाइपिङ मात्रै गरिसक्छ आन्सरहरू चाहिँ सुन्ने होइन भन्ने सुनेको थिएँ तर मेरोमा चाहिँ एकदमै उहाँले मैले बोलिन्जेल टाइप नगरिकन मलाई हेर्दै स्माइल गर्दै नै सुन्थ्यो अनि अलिक कस्तो अर्कै खालको एक्साइटमेन्ट आयो अनि मैले येलो स्लिपतिर आँखा पनि लगेको थिइनँ एकदम उहाँबाट हेरेर आन्सर अनि लास्टमा चाहिँ अझै जान्थेन लास्टमा चाहिँ अहिले हजुरको कोही लाइक डु हेभ एनी सिब्लिङ्स भनेर सोधेपछि मैले नो आइम ए सिङ्गल चाइल्ड भन्ने बित्तिकै भयो मलाई प्रिन्सिपल पास गरेको ओके ल बधाई छ फ्रेस एक्सपिरियन्स हो तिम्रो होइन अनि अब दुईजना साथी एकजना ल अस्तिको दिन आज अर्कोजनाको सँगै पढेको सँगै 10 क्लाससम्म ओके अब अनफर्चुनेटली युनिभर्सिटी चाहिँ फरक पर्यो होइन